यो चाहिँ मेरो पहिलो भोइस रेकर्डको हो कि हामी चाहिँ पाथी भाडाको यात्रामा सानो फेदीदेखि ठुलो फेदीसम्मको यात्रा पहिलो दिनको हो। हामीलाई 4 घन्टा लाग्यो। 4 बजे पुगेको थियौँ। 4 बजेदेखिको हामी ठुलो फेदीमा गएर बस्ने उसले हिँड्यौँ रातिसम्म भए पनि। अनि भोलिपल्ट हामी बिहान 2:30 बजेदेखिको हाम्रो यात्रा सुरु भयो। सुरु भएदेखिको कसैलाई गाह्रो हुने कसैलाई के हुने यस्ता केटाकेटी फन्टाङ मुन्टुङ सबै आफै लट्ठी टेकेर बत्ती बाल्दै सबैजना हामी उकालो रातिको यात्रा हो क्या 2 बजेको कति बज्यो कसैलाई केही गाह्रो पर्यो होला बिचमा तर हामीलाई पाथी भाडा माताको कृपाले हामी सकुशल पुगेर मजाले सबै लिएर दर्शनहरू गर्न पायौँ। एकदम राति नै छ क्या हामी हिँडेको 2:15 2:30 होला। पुग्दाखेरि त यतिखेर भइसकेको थियो। 6:15 जति भएको थियो। त्यही पनि हामीले घाम झुल्के घाममा हामीले फर्स्ट आवर बिहानै पूजासुजा गरेर केटाकेटीलाई माथि गएपछि चाहिँ अलिक गाह्रो भयो चिसोको कारणले। हामीलाई चाहिँ के त्यस्तो गाह्रो केही भएन। माथि पुगेपछि तल जति कठिन थियो एकदम आनन्द खुसी अनि रमाइलो भयो। माथि पुगेपछि संसारै सबै बिर्सेको दुःख पीडा हिँडेको गरेको सबै झिसमिस घाम झुल्किन लागेको समय हो। एकदमै यस्तो बिहानी पखमा हामी माथि पुगिसकेका थियौँ। साना केटाकेटीहरूलाई लिएर झोला बोकी केटाकेटीलाई कसैलाई हिँड्न गाह्रो भएछ कसैलाई नसक्नु हुनेहरूलाई बोकेर पनि आउनु भएको छ कतिजना। कस्तो भइरहेछ यात्रा हजुर? मेरो छोरो बिचरा हेर चिसोले गाह्रो भयो नि गाह्रो के गर्नु केटीलाई चाहिँ चिसो भएर अलिक गाह्रो हुने। के गर्नु हजुर बोल्न आउँदैन। यसो भिडियो हालेर मेमोरीको लागि राखौँ कि भनेर सानो प्रयास गर्दैछु। छोरीलाई गाह्रो भएर रिसाएर उकालो जाँदैछ। अब चाहिँ गन्तव्यमै पुगिसकेको हो क्या। त्यही गन्तव्यमै फेरि टाइमै लाग्दैन पुगिसक्यौँ। बच्चा बोकेर झोला बोकेर पनि हिँडिरहेछन् कोही मान्छेहरू। कोही जाँदै नजाने भने गाह्रो भयो भनेर लडेछन् नहिँड्ने। फाइनली हामी दर्शन गऱ्यौँ। पाथी भाडा माताको चरणमा गएपछि हामी धेरै खुसी अनि ह्याप्पी भयौँ। सबै कुराहरू बिर्सेर माताको चरणमा पुगेपछि घाम झुल्केर त्यहाँ फर्स्ट आवर पुगेको त्यो पनि यति धेरै भिड प्याक लाइन बसेर पूजा गऱ्यौँ आनन्दले। मजाले वरिपरिको भ्यूहरू हेर्दै 2-4 फोटो खिच्यौँ भिडियोहरू खिच्यौँ। भर्खरै घाम झुल्किन लाग्दै हुनुहुन्छ। यस्तो राम्रो हिमाल आकाश खुल्ला मौसम सफा त्यही आनन्द सुस्त वातावरणमा एकछिन यताउता खेती गरेर रमाइलो गऱ्यौँ। हजुर मैले चाहिँ कहाँ बनाएको आजको लागि यति नै मेरो सानो भोइसमा भएको हेरिदिनु होला। अब हामी फर्केको चाहिँ सेकेन्ड पार्टमा आउँछ। सेकेन्ड पार्टमा अब हामी तल झर्ने तयारीमा छौँ किनभने केटाकेटी लिएर माथि बस्दा लेक लाग्ने समस्या भयो धेरै। त्यही भएर हामी ओह्रालोतर्फ लाग्दैछौँ। नेक्स्ट भिडियोमा आउँछ। प्रतीक्षा गर्नु होला हेरेर माया र साथ दिनु होला। धन्यवाद। बाई एभ्रिवान। जय पाथी भाडा माता की जय।